आज मिति 2082 साल वैशाख 11 गतेका दिन समसाझमै हात्ती कराएपछि स्थानीय बासिन्दा, स्थानीय किसान लगायत वनका कर्मचारी सरहरू पनि आएर साथ सहयोग गरिरहनु भएको छ। यसरी हात्ती साँझमै कराएर घर छेउसम्म आउने अवस्था आएपछि वनका साथीहरूलाई बोलाएर वडा अध्यक्षलाई जानकारी गराएर वन तथा प्रशासनलाई पनि बीच बाटैबाट फर्किनु भयो भन्ने देखिन्छ। यहाँ वनको कर्मचारीहरू यसरी आएर हामी साथ सहयोग गरिरहनु भएको छ। यसरी दिनदहाडै अब निस्किन लागेपछि जनताहरू यस्तो अवस्था छ अहिलेको भइरहेका छन्। अन्नबाली नाश गरिराखेको छ। हात्ती दिउँसै निस्किन लागेपछि यसरी जनताहरू जङ्गलमा यस्तो अवस्थामा छन्। जङ्गलमै आएर अब आफ्नो मकैबाली जोगाउन र आफ्नो सुरक्षाको निम्ति रातभरि यसरी ड्युटी गरिराखेको छ। पुलिस त यहाँ आउने बित्तिकै भागिसके तिम्रो बारीमा हात्ती पसेर ठाउँ छैन, त्यहाँ आउने बित्तिकै त्यहीँबाट फर्के म सँगसँगै आएको त हो नि। ए यो चाबी चाहिँ कहाँ छ हौ? यहाँ वनका कर्मचारी पनि आउँदै हुनुहुन्छ यहाँ गस्तीको लागि। आज चाहिँ